जस जिगु प्रगति चाहिँ एकदमै खुसी जुम भाग हजुर तर बाहिर किन मुख्न वही त लाग्यो बाह्र सम्म कलाकार हजुर अनि जी कलाकार क्षेत्र उनी बाह्र सिकियो बा जिगु हरेक च्यारिटी सोले एकदम एक्साइटेड का पास में तो टिकट मिया जिल्ला गैना जिल्ला वो टिकट चाहिँ सेले द्वारा हजुर जिवाटो फर्स्ट टन इसे संसार यो जगह ना होइ जुंडु मला तो खास ना सुयु ख कि तो ना त्यो विचार गेना बोल्छ एकदम थो न चाहिँ जिउ बायो क्रिएसन गर्नु हजुर तो मुनु टाइटल तै मोरे थर म त जिता थो स्वतन्त्र संसार दिया चाहिँ टाइटल टेबे में जिगु बाग ले उके खास आथुके कारण छु ख मला दाइ मे छु कारण दुके ढगा म मनु तके थ बाइ बर्थ थे चाहिँ मलाई चाहिँ प्रब्लम त ज्यादै खनि तर जिउ चाहिँ जो बाइ बर्थ थे वो छ समस्या गर्नु ए हजुर सिक्नु दैन चाहिँ डाइरेक्ट एज अ बजेट खोजी मलाई चिन्नेवा फिल्म तके बजेट कम जी छिगु टिमे आज स्वतन्त्र भाइए दु हजुर उले मतलब क्यापेबल पनि व्यक्ति ख वे गरे ते मल नि हजुर अन्डाले चाहिँ जुगु नेट अफ सम्मख हजुर मलाई आशिल महल सिमसन हजुर सुन्नु चाहने मलाई यो जित छ गुलियो छन् त यो जित छ गुलियो छन् त एका चुनाजी न्याबले छन् त छ दुःखशील तता जिगु मन मछोना कारे तता भम्च छम हया ब्यु याकना हजुर सुभा दाइ फजला मलाई हजुर दाइ यो चाहिँ मे चाहिँ अझ चाहिँ भ्या मजुन्यु टाइम यो जग्गा यो थे झन् दाइ जी देउ सानो अब थो चाहिँ एज अ राइटर त्यसमा चाहिँ भन्छ रोमान्टिक व्यक्ति दिया चाहिँ वेका चाहिँ ठिकल कहिका बस्यो मलाई हजुर अनि त्यो जिता अफरो मेकारो घुमाइदेऊ मैचा सिकाली मन्दिर खोलिदेऊ तिम्रो मनको त्यो जन्जिर जोजलपा सोक्मी पास्पी जी नवीन साक्य जी थौआना चिकपिनी हुने नवीन साक्य पोडकास्ट जुन हेर्न थौ चाहिँ नि जिनापा दि एकदम इन्सपिरेसनल ची व्यक्तित्व होला ची ये निवा खेम स्वतन्त्र महर्जन जो वेकै बारे धामा छ वेको चाहिँ संसार ग्रुप प्राइभेट लिमिटेड छौ संस्था चलाइदिया जुन्दु वेको चाहिँ उके म फाउन्डर ख वेको चाहिँ छौचक म के थो सम्बन्धी यो कोही ज्याजो त वेको न न्यानिङका जुन्दु उके बारे थौ वेको नभए विस्तृत रूपमा खना बनाएको जे जोजलपा दाइ जोजलपा जो लस्कुस दु सोया अरे थौकुने सुचा जो हुँदा यो थौकुने धामल लाछ संसार क्रिएसन्स नेपाल यो गोसाले हजुर चाहिँ हरेक 2 वर्ष टाइम तया चाहिँ अवार्ड फङ्सन नाच्नु हुन्छ र हजुर अब ठुसी चाहिँ 3rd सिजन लागि चाहिँ तयारी न छ ज्याचो हुँदु 3rd संसार नेसनल म्युजिक भिडियो अवार्ड्स 2025 त्यहाँ चाहिँ निसुन हुँदो म्युजिक भिडियो लागि नेपाल भाषा छ कि नेपाल भाषा अहिले थो चाहिँ बिगेस्ट एन्ड लङ्गेस्ट अवार्ड चाहिँ गिनिज बुक अफ वर्ल्ड रेकर्ड चाहिँ एप्लाई नहुँदो ए हजुर ओ हिसाबमा चाहिँ उखे चाहिँ छिटो चाहिँ रिप्लाई कथा चाहिँ छियो पनि छु चिज त मतलब चाहिँ अझ मगान ढिउ चिज खबर हो सायद ठो सिजन चाहिँ झिस चाहिँ मगा मचाउ चिज त डक्क पुगङ्गा चाहिँ छे मारिजी ढेउ छु उन कर्सर ज्यादा हुँदो सायदै नेपाल भाषी खेले चाहिँ मकी ठो संसार छो म्युजिक भिडियो छौ सेक्टर चाहिँ कमसेकम न मतलब चाहिँ सयौँ अवार्ड चाहिँ थुके चाहिँ बाँडेन हन्न विभिन्न क्याटेगोरी त यहाँ विभिन्न मतलब चाहिँ सब क्याटेगोरी त यहाँ चाहिँ यहाँ कोटी चाहिँ चाहिँ यो म्युजिक भिडियो छ तयार जुइद दुनि हजुर छम कलाकार दियामगा छम सिङ्गर्सको दियामगा छम डाइरेक्टर दियामगा उके दुनि एको कलाकार त एको प्राइभेट देख्द एको व्यक्ति बिनु चाहिँ मलाई चाहिँ अघि चाहिँ डेडिकेट दै एजुनिटी चाहिँ दक्षिण न कना चाहिँ एज अ मेकअप पर्सन नहाँके एज अ लाइट पर्सन त नहाँके चाहिँ
विभिन्न व्यक्तित्ववृन्द चाहिँ चाहिँ आज स्रष्टा सम्मान कथा चाहिँ यहाँ उज्र यो चाहिँ सायदै ठो विषय छौ त्यो चाहिँ सायदै मोडर्न छ भने छैन दाइन ताइरो हिसाबमा चाहिँ त्यो म्युजिक भिडियो देखि त मतलब उके छुछु मन उता जोडे जुए इपे फुकेस त अवार्ड भी हुआ मलाई एकदमै सारा चाहिँ म्युजिक भिडियो सब देख्दा चाहिँ सम कलाकार चाहिँ हजुर हजुर उके सक्सिन चाहिँ उले भूमिका दै ख ए जुन चाहिँ जी चाहिँ स्पेसली चाहिँ थो चाहिँ जी नजर न बिगेस्ट एन्ड लङ्गेस्ट अवार्ड हेर्न त्यो छ बिगेस्ट था त्यो छ यको बिडा चाहिँ छिहे चाहिँ नोमिनेसन याउजी यको बिडा चाहिँ छिहे चाहिँ ल्याउजी लङ्गेस्ट त्यहाँ चाहिँ ठुकै चाहिँ विभिन्न सेक्टरै छिउ चाहिँ विभिन्न खालको प्रोग्राम त जुइगा ठुकै जस्तै कि नोमिनेसन याबले छुट्टै कार्यक्रम जाने ठुकै चाहिँ मतलब चाहिँ सेलेक्सन कार्यक्रम छुट्टै जाने मेरो जस्तो अवार्ड है नोमिनेसन यही अवार्ड तर अरू मौका चाहिँ यो चाहिँ कमसेकम 3-4 महिना लगाइन ठुकै चाहिँ विभिन्न मतलब विजय कार्यक्रम नै नाच्ने अहिले उके प्रमोसनल कार्यक्रम न छिहे नाच्ने जुई उके चाहिँ पब्लिक चोइस अवार्ड न थपै नहुन्छु उके चाहिँ अहिले लाइफ टाइम अचिभमेन्ट अवार्ड हेर्नु अहिले उके चाहिँ विभिन्न जिउ ठय पर्सनली जे जिउ सोच छ त्यही चाहिँ सब लिजेन्ड व्यक्तित्ववृन्द चाहिँ अवार्ड चाहिँ भिडे आउला मिले मुजो ओका पनि लागि चाहिँ स्वास्थ्य सम्मान दिया छुट्टै चाहिँ संसार सप्तरङ्गी अवार्ड हेर्न चाहिँ छिहे चाहिँ दिएको छुट्टै हैन छुट्टै दो अब दका मतलब चाहिँ एड याबले yana चाहिँ लिजो हुने हरेक चिजै इन्भल्भ जुल्काला जाइन थो नकिन द कार्ड बिहा दिलाला ठुके एक सुएबलेला मिखा तिरमिरो जुते जो मलाई दाइ छौनी उले जग म सुएबले गुले तो जुए अठिक अछि अथवा संसार क्रिएशन्स नेपालले चाहिँ नि सुनौ थौ सिया चाहिँ 4-5 वर्ष नि नि सुनौ छ संसार क्रिएशन्स नेपाल हजुर मेन चाहिँ चाहिँ तो एज अ गभर्नमेन्ट रिकग्नाइज्ड कम्पनी चाहिँ वजुल हजुर अहिले को कम्पनी चाहिँ छुछु यावला सायद एज अ क्रिएटिभिटी या त छुछु यावला छ जुन ठुके चाहिँ चिसा चाहिँ जिता चाहिँ प्रत्यक्ष खना चाहन्छ थो कलाकार क्षेत्र जुए जुल तर कलाकार क्षेत्र त जुयानो चाहिँ समाज विकास जितल थाकै ए जुन समाज विकास लागि छिमी चाहिँ शिक्षा स्वास्थ्य सामाजिक विषयको या छिहे चाहिँ खेलकुद विभिन्न सेक्टर टेटर छिहे क कानुन मारिया चाहिँ चिसा चाहिँ संसार क्रिएसन नेपाली पहल चाहिँ चिसा चाहिँ छो बिजनेस कोठा चाहिँ छिहे चाहिँ संसार स्वतन्त्र संसार प्रिन्टिङ सर्भिसेस त्यहाँ एसएस प्रिन्टिङ सर्भिसेस त्यहाँ जिउ नबाने दुए जुल उके चाहिँ जी थ एज अ प्रिन्टिङ यु ज्यायो अन चाहिँ ग्राफिक डिजाइनिङ यु ज्यायो न ज्यायो जिया जुए जुए अहिले अन प्लस चाहिँ जी समाज सेवा न छिहे चाहिँ छु गगना मारिया चाहिँ संसार फाउन्डेसन नेपाल या उके अन्तर्गत दिनु हजुर अनहले चाहिँ छिहे चाहिँ मिडिया कोठा चाहिँ संसार अनलाइन न्युज.com ल्याने हुनु हजुर अहिले अनहेन चाहिँ आज टेलिभिजन पाखेन चाहिँ मन मारिया चाहिँ संसार के अरे संसार अनलाइन टेलिभिजन हेर्ने दिएको दो अनहेन वे कथा चाहिँ स्वास्थ्य कथा न छिहे ल चाहिँ क कारण मारिया चाहिँ संसार फिटनेस सेन्टर हेर्न दो होला आ ठाउँकुने लास्ट थिए आज चाहिँ रिसेन्टली भर्खरै 2 महिना दर चिज चाहिँ संसार सङ्गीतालय हेर्न चाहिँ शुभारम्भ याद नहोस् ल अहिले उगे चाहिँ विभिन्न कार्यक्रम त जुया जाउँ न अहिले ठु फुको चाहिँ दाइ याक चाहिँ खगला ठुके पार्टनरशिप ल मगो मरो ठुके चाहिँ खको ढासा जो जो आठो फ्यामिली संस्था न क जी आज थये श्रीमती न दूर के अहिले थये मतलब चाहिँ 10 गज बिना तयारी दूर के तर अब पार्टनरशिप म हजुर हजुर छिटो चाहिँ एज अ ज्याबले चाहिँ त्यो चाहिँ तर ग्वाल टिभी कथा चाहिँ थ पास भाइ बिनान्दो हजुर तर आठकै चाहिँ नितान्त रूपमा छौ सोलो कम्पनी ठाको मजुल दाइ ठुली मच्छी दुखनी होला जी मनु त्यससँग गुली सपोर्ट या दाइ त आतको गुली ठाकुल ठाको अपरेट देट हो म मेन खजै आ झि दुनी ने दुनी न हामीले न छौ न विभिन्न इले विभिन्न खाले नया चाहिँ नि ओठेन न यहाँ चाहिँ ध्यागो च्याउ संस्था छक्लो चले आउ मखनी छ हजुर ठुके चाहिँ गुले चाहिँ खेलकुद युक्ति कार्यक्रम ज्या छ गुले चाहिँ सांस्कृतिक रूपमा चाहिँ मतलब चाहिँ कला संस्कृति कार्यक्रम ज्यात्ने गुले चाहिँ मतलब चाहिँ स्वास्थ्य कार्यक्रम ज्याते जो शिक्षा कार्यक्रम ज्यात्ने वो समय बखत अनुसार चाहिँ मिलेन चाहिँ नाच्नु अब खासै द ठाकुमा ढाका चाहिँ ज्यादै चिज अप या रे चिज मजै पाइ पनि ठाकुै हुन अब थमेसा गुली आँट याटा उले या न फै हुनु होला ठुके चाहिँ भोजु न तरुए लाखन होला हरेक पाइला 7 बेचौँ खनि अहिले जिन ढाइ चाहिँ जिम त ए मलाई छौ स्या अब न्युज आयो मलाई ठाकु छु मलाई ऊ टाइम म्यानेज या ढाउला मलाई अथवा
थाको छु ठाउँकने दाइन ठुली मसी यान्छु उंडु होला अलुके साथ न जे आफ्नो राज दाइन ब खलानोबले यो बन नाब खलानोबले वेक अप इन्छ न हामीले छु ना काइदिएछु मला छु पटी फिजिकली न छि पटी जा वीक छु होला वो हिसाबमा चाहिँ छिटै यहाँ पिन्छ मला या ठाकुइ छु हामीले स्वतन्त्र दाइ यो एक्जाम्पल काइबले वेकन चाहिँ झिसौ स्या बाल के छु उखने दर्शन दाइली न छि जाइदिल मला वो टाइममे सायद 5-10% चाहिँ वो हुडु छु हैन वाइ वया यो ठाकुर जब कि जिपिन थ न्यन्चो पिए वे ठाकुइ छु टाइममे दाइ खोक्रा नि चाहिँ वइदिल मला उके दाइ त चाहिँ मेन तो मोटिभेट चाहिँ छुके यही हो वे जी वो टाइममा चाहिँ छि एकदमै थो बाडी पहिरो टाइममा चाहिँ दर्शन दाइ यो प्रोग्रामले चाहिँ जीवनीमा छाडा लाग्छ वो टाइममा चाहिँ मेबी मतलब चाहिँ मिडिया कर्मी त वही मुख जिदन वे वे ठाकुइ जी तर जित चाहिँ जि थयो पनि भेहिकल डो हिसाबमा चाहिँ जे चाहिँ वो दर्शन दाइलाई एज अ सपोर्ट लागि चाहिँ जीवन ठेंगे मारी हिसाबमा चाहिँ टाइममै थेंगु न ख सायद दर्शन दाइ न थमन मतलब चाहिँ विश्वासमा या कि जीवै रिया चाहिँ जे चाहिँ जी चाहिँ उठन वे मा छरा थनी पनि मतलब चाहिँ एज अ कभरेज हिसाबमा चाहिँ मेबी त चाहिँ भरे तो टाइममा ठाकुया चाहिँ तर जी चाहिँ फिजिकली जी ठाकुल खयो खल्छ तर मेन्टली जी ठाकुम ल खयो मको वे जुन चाहिँ जी थ्याङ्क यू जे याना बेरिया चाहिँ वो हिसाबमा उयो ख जी त हेर्नु नि नजन नकन्न जी चाहिँ खपल पकाना जी चाहिँ फिजिकली मतलब चाहिँ जिरो ठापको खयो वो चाहिँ छि सोकोमी भाजुमे जुपी सकल सेन चाहिँ मसिउन ख सिउन ख चाहिँ जिउ विषयले तर जी हामीले ढायो कि जी चाहिँ फिजिकली जिउ पनि मतलब चाहिँ कमजोरी जिउ पनि त विकनेस जिउ समस्यालाई डुए ख तर जिउ मेन्टली जिरो चाहिँ समस्यालाई मग्यो जी थयो पनि हरेक पलायले चाहिँ जी चाहिँ अझ मतलब चाहिँ मजबुर जुया हुने अझ चाहिँ एकदमै मोटिभ ज्यादा हुँदो छार लाग्छ जिल्ला थो टाइममा चाहिँ गन उखे थुखे चाहिँ बिहा ज्या उखे मतलब चाहिँ अक्रम बक्रम ज्या चाहिँ सियान चाहिँ जिगे चाहिँ हामीले न क्रिएटिभिटी चाहिँ ज्यादा छ जी ठाउँ मतलब चाहिँ आज हिँडे छौ सोचै नचाउँछ कनै जिगो दिमाग मेरो जुइदिउँ वो चिज चाहिँ सायदै जी जिउ कला न त सिएमको छ हजुर कार्यक्रम पनि फर्मेट जे घना देखा चाहिँ इमसन सिएमको अहिले इमसन त हेर्ने गुले चाहिँ सोचेन तयार त्यो हेर्दै छ अब यो जिरो चाहिँ एकचोटि मिक्सी चिजले जिरो वो चिज भिजुलाइज जुइदिउँ कि र वो चिज चाहिँ थन उतारे अब खरिया चाहिँ टाइमलाई चाहिँ वेक अप बिहान चाहिँ खला सरिया चाहिँ अरे जाने छ एजुन नि चाहिँ छिपी मतलब चाहिँ फिजिकली यो चाहिँ भने तर मेन्टली चाहिँ हामीले फ्रेस जिम्बा मेन्टली हामीले चाहिँ ओके जिम्बा छ ख पक्कै ख आधा यो ठुखनिले जिम्दै गयो जोस हो हजुर मलाई तँको नि मनु त पट्टि चाहिँ फिजिकली डिसेबल अठे जुल्ला हो झन् डिप्रेस जुया उयो पनि मेन्टल टेन्सन जुइछ दाइनलाई झन् नर्मल मलाई फिजिकली फिट जुपी मनु पिसा एकदमै दाइ सोच बाला ठोस्या न्यनेस ख दवन मासु ल दाइ पहिला फिजिकली फिट जु टाइममे अबले चाहिँ दाइ यो प्रोफेसन छु स्वतन्त्र संसार प्रिन्टिङ सर्भिसेस त्यहाँ जी चाहिँ प्रिन्टिङ सम्बन्धी जाइनु ल ओके चाहिँ जे खास भरि चाहिँ कम्प्युटर न भरि या सौ होला जे आज चाहिँ ग्राफिक डिजाइनिङ जत गुल्न ख जिगु पनि मतलब प्रोग्रामिङ पनि ब्याकड्रप त गुल्न ख लोगोज द वो दका जिगु क्रिएटिभिटी ख जी डिजाइन ख अहिले जी वजको मखे मे डिजाइन या सला अहिले मे डिजाइन या जी थो ज्यासुर हैन बडी इन्कम सोर्स जी अनन कया अब यहाँ जो चाहिँ विभिन्न थाहा चाहिँ मचान यहाँ चाहिँ स्कुल लाइफमा चाहिँ जित चाहिँ डान्स या मोड हो एक्टिङ या मोड हो जुल थयो पनि स्कुल लाइफ ल स्कुल या प्रोग्राम ल जुया जुल अहिले स्कुल लाइफ जो छि चाहिँ मतलब चाहिँ टोले छि मतलब चाहिँ विभिन्न चाड बाड बेला चाहिँ यो पनि नाटक त यो पनि खप्याखा त डान्स त या यो जुया जुल ओर सीमित थाहा चाहिँ या ख जुल त्यो जिरो चाहिँ सुरा छ मजा यहाँ चाहिँ मतलब चाहिँ टिभी सोको यो छ वो टिभी न चाहिँ एकदमै मतलब चाहिँ म्युजिकल प्रोग्राम त फिल्मी प्रोग्राम त यो सोएका ल वो सोएबले चाहिँ जित चाहिँ हिरो टाइप एक्टिङ त डान्स त सोएबले जिन उठे या दस जो ढ्या सोचे हजुर अहिले द चाहिँ जब जी कलेज टाइम जुल कलेज टाइममा चाहिँ विभिन्न व्यक्तित्व पिन्न सपना द अहिले वे अनुसार जिउ चाहिँ जिउ पनि मतलब चाहिँ सङ्गठन भए त्यो चाहिँ बोल्नु अहिले उहाँले चाहिँ जिट न चाहिँ थियो पनि या दस जिउरिया चाहिँ जी चाहिँ पत्रिका वही नि जुन कलाकार वान्टेड नादिने उसले चाहिँ जिएको ठो बाग बजार धैर्य थाहा चाहिँ यो जुइन यो थाहा छ जी मलाई इन्टरभ्यू त्यहाँ एकदम थाहा छ जी चाहिँ अडिसन लागि चाहिँ यो बिना बिहा पुलिस थाहा सेलेक्सन जी मजुई तर चाहिँ मतलब चाहिँ भिडियो म्युजिक भिडियो त यो मिठाका जी एज अ मोडल अहिले अनलिप चाहिँ जी फिल्मे ट्राइन अहिले फिल्मे ट्राइनले चाहिँ
फ्रिज मगाने हिसाबमा चाहिँ सायद साइड रोल चाहिँ जे हेउचाउ फिल्म नेपाली फिल्म नै मेरा अहिले अनलिप चाहिँ सिरियल न मेरा तर जिरा चाहे जो जिला मेन हिरो जिमा बडे मलाई द इन्ट्रेस्ट दोल जिरा वख आ छ्याउ छ्याउ जल ले म्युजिक भिडियो हिरो जुल नेपाली तले चाहिँ एकसोजनले चाहिँ चिथमा भएले बोल्न चाहिँ छ्या मजि हिसाबमा चाहिँ अपर्च्युनिटी दै हिसाब जी चाहिँ छौ पासमे ग्रुप देका दाइबी हेमचा मुना चाहिँ छिनन नेवा फिल्म देखियो नि त्यहाँ चाहिँ त्यही बेला चाहिँ पासमे दाजु किसबिन चाहिँ त्यो सपोर्टमा चाहिँ छौ निभोसाद फिल्म दिएको का वो निभोसाद फिल्म चाहिँ एज अ हिरो बना चाहिँ वही का लिड एन्ड हो गेजुले दाइ फर्स्ट एक्सपिरियन्स अब फर्स्ट एक्सपिरियन्स गरेपछि चाहिँ ताका खन्नु मलाई तर पनि चाहिँ कस्तो अब जब निभोसाद यो फिल्म देख्दा चाहिँ वो टाइममा चाहिँ 10 जना दाजकिसबिन मिले चाहिँ त्यो उठाइन हजुर त्यहाँबाट जिन सम्झाट्ने मलाई 10 जना सम्झ जिन ख तर जिउ 100% चाहिँ 3% चाहिँ जिउ जुल्ने 90% इमो जुल्ने र उयोको 9 जना छ डल्ला छ छियो थुम्बिस लगान जिङला ठुकै प्रोफेसनल कलाकार डेमले चाहिँ ढल्का छु गा अच्छा बरबाद मजोला गयो न झनै मिलेन चाहिँ गयो न मिलेन चाहिँ का हिरो जी मारिया चाहिँ गएको न अब हाम्रो 10% टेबल जे आठन जे डेबल मया छ रासी कम ख तर आइले ठोठो इले खलासिएको उप ख अहिले वो 0.10% ख नि तर जिरो चाहिँ टेम घटाएर का छ्यावा हुन त बहुमोटी कलर जी अहिले जी चाहिँ थिए जो आशा छ्यावला सर हेर्यो चाहिँ श्रीकृष्ण श्रेष्ठ तेर होला हजुर श्रीकृष्ण श्रेष्ठ हामीले जिरो एकदमै जिगुबडी आइडल पर्सन नख उयोको डान्स त उयोको एक्ट त एकदमै यो त उयोको फिल्म जे कुनै मिसै हाम्रो छ अहिले जी छु वो टाइममा मतलब चाहिँ श्रीकृष्ण दाइते हामीलाई चाहिँ जी चाहिँ छौ जिगु मन त त्यागा जिगु आइडल पर्सन त्यही हामीलाई ठिकै छु नि जिगु मन चाहिँ ओके ठ्याबे छ मुनेलाई ढिडर मिद्दस जो खा तर ठिकै छु जिगु बाहेक वो चाहिँ सेक्रिफाइसै या मारे हिसाबमा चाहिँ जित्दै हबेका अहिले श्रीकृष्ण दाइ र नप्लाटा छुया हल्का उसँग चाहिँ हान जिरो हालेछ छ कलाकार छ ढ्यामा हल्का त्यहाँ छ त्यहाँ गरे श्रीकृष्ण दाइ फोन हेर्न छ श्रीकृष्ण दाइ आफू संसारलाई मरो तर उयोको पनि यो चाहिँ होइन फोन हेर्नले चाहिँ दाइन चाहिँ जी चाहिँ थन लगन खेलेको लगन खेलेको थन वोटक भइरहेको जी पुजो हेर्नु छन् मिले जस्तो पालेर अनि उना खलना खनले चाहिँ श्रीकृष्ण दाइन चाहिँ डाइरेक्ट एज अ बजेटै खोजी मलाई जी नेवा फिल्म देखे बजेट कम जी छीको टिम आज स्वतन्त्र भाइ दो उसले मतलब चाहिँ मतलब क्यापेबल पनि व्यक्ति ख उयो गरेर त्यहाँ मैले नि अन्डाले जी चाहिँ जुन ह्याट अब आशील मलाई छिमसँग सुन्नु चाहने मलाई इसँग दनस याद खन र ए छुरा छ हजुर ए जो दाइ हल्का मलाई ओके के मलाई जिल्ला फिन आज थयो फिल्म थमा अडिसन बिहान थ आज मेबिन चाहिँ छो स्वीकृतिका हिसाब जुल्ने मलाई सिकिन दाइन जिटा चाहिँ मलाई एप्रोच याद नि वटी चिजलाई जिउको लागि तरङ खन्छ वया अहिले होइन अफिस वो टाइम अफिस चाहिँ जियो पनि त्यहाँदेखि लगन खेलेको लगन खेले चाहिँ पर्का चोना खल्नु हान मु दिमाग मेउ झुलाना छ सिकिन दाइ मलाई राज चाहिँ मे पनि सोचे अब जे काफ हान सुई आउला छैन वो टाइम राजमती फिल्म चले मतलब चाहिँ हिट नै जो वो टाइम मतलब चाहिँ भरि चाहिँ कलाकार त बेबे बेचौँ टाइम मनी दाइ वो हिला दिदी त्यहाँ मैले हल्का ए ठिकै धेरै मलाई बालै छ तिएका उठा हुँदैन जिया न फोन न उनका हिल दिँदा फोन इनका उना चाहिँ हिल दिन दाइले चाहिँ उठा हिल दिँदा छेउना त खल्नु थोरै त फिल्मी लागि मलाई चाहिँ अफर या होला का जीबी में स्वतन्त्र छ नि जीबी में गयो डान्स या सम्पटी जिम त छ हेर्ने पनि भयो नि छुट्टी में यो बालाम कलाकार दोसा छिमी थोरै सोच्नु भयो उयोको एकदमै क्यापेबल व्यक्ति ख उयोको त हिरो या त लोम पनि व्यक्ति हुन ख त्यहाँ हिला दिन त हामीले जिल्ला आला जिल्ला झनै हिरो नि मलाई जित थमा ट्यासियान द चाहिँ अयो मतलब चाहिँ लेजेन्ड व्यक्ति पिछा चाहिँ जिल्ला चाहिँ एब्रोज यार गर्दा जिल्ला सायदै मतलब चाहिँ आला ओके जी दियो मन छ अहिले वया चाहिँ अहिले खला र थाके जल्छ हजुर
잠시는 선도 다 이거니 지성 थ चाहिँ भरि खनै मुख ढान उठ्या जुई फो तर पनि अले अनले चाहिँ अले मेबी सोइरा मरला छ अले ओके जुल त्यही मतलब चाहिँ थम लगान ना मिदु फिल्म थैन 10% जुन लगान नै खनि मलाई तर जी थ मित न उली स्ट्रगल ना मिदु टाइम ए मिठा गयो ख एजुन चाहिँ अनले चाहिँ जी चाहिँ लगातार जीव फिल्म होला छ अनले पनि हेउ चाहिँ लगातार जुल्का सायदै नेपाल भाषा यो पनि फिल्म इन्डस्ट्रीले दको मलाई चाहिँ डाइरेक्टर नपन जायर्नु जिन्थो दाइ त हान्न छक छ्यान होला से यो कोपिन्छ चाहिँ द आसोतन दाइ यो चाहिँ जु एक्सिडेन्ट जुया ठटे जु ढका टाइदिल छ अहिले उके खास आथुके कारण छु ख मलाई दाइ मे छु कारण दुके ढका म मनु तके थ बाइ बर्थ थे चाहिँ मलाई चाहिँ प्रब्लम त जुया नै खनि तर जिउ चाहिँ जो बाइ बर्थ थे ओ छ समस्या गर ए हजुर अहिले जी खास चाहिँ नाप जिद चाहिँ छे सुङसुने बेला चाहिँ जिद चाहिँ एकदमै टुटी झमझममे जुयो इको चनियो तर कमजोर ज्या जुयो जी क्या ढ्याउ हाना दिने कुनै खुन धन ब्याम्या जुल ज्या ब्या जुल मलाई उठी फिजिकल बेला चाहिँ थै स्वास्थ्य मतलब मरुगा तो गब्ले सु तो टिनेजर ठाउँ नसिया मलाई चाहिँ 20-22 वर्ष नि हजुर वो टाइम बनी चाहिँ भन्दा त प्रब्लम जिरो लुम्नी अन हिने चाहिँ मतलब जिमको छ हजुर ले हिने जुयात नि भने फिल्म सुटिङ टाइम हे 5 डे सुटिङ जुल तो बाग भैरव त्यो ठा चाहिँ ई पारा हो फिल्म पनि ल 5 डे अगेला पावर न लगाने मतलब मतलब चाहिँ 5 डे चाहिँ आठै मतलब चाहिँ स्ट्रङ जी माउ फिजिकल जुल ख ले अना जी एक्सिडेन्ट जुल इक्वेसन दल चाहिँ त्रिशूल पनि फाइट गयो त्रिशूल द एकदमै मिखा झन्जुको मलाई हजुर ल जिथा ये थिएन फाइट न जो ये तो लो ले ख ये वो ख छु ओड्या सो ये वो त खनि ले अनु ये ख द जी को सुना होला अरे अनि द चाहिँ जस्ट या माथा जुल अरे उगे फिल्म प्रोड्युसर चाहिँ दाइ छ त यादव पुरासेन नै मतलब नेवा फिल्म न पुरासेन सा वही न चोन्दो हजुर अहिले वेकन चाहिँ मैले एकदमै आमा किन सोय मारे चाहिँ हिसाबमा चाहिँ डाक्टर केनले चाहिँ जो समस्या केन वो समस्या छु केन छ जिता पहिला के हो चाहिँ ब्रेन चाहिँ भरि चाहिँ स्ट्रोक खण्डु हजुर अनि वो चाहिँ 3D एसिड जोडिया चाहिँ एकदमै नर्मल चीज ख जस तर नेपाली याबले चाहिँ उके त चाहिँ सर्जरी यामा तर इन्डिया वन राछ उके त चाहिँ म मिसन चाहिँ थेरापी है वो दिगे अभी रावले चाहिँ छेने थे जा रहा है ऑपरेशन यार जो रिस्क लखा रही है म्हणजे जी मैनेज ना चाहिँ इन्डिया वन चाहिँ वो ट्यूमर चाहिँ रिमूव ना भइछ एकदम माइनर ऑपरेशन का मतलब खास तरौला चाहिँ नेपाली यास तरौ चाहिँ अन चाहिँ मतलब चाहिँ फी खला चाहिँ एकदमै ठिकै हो मलाई तर अन चाहिँ पुरै गामा नाइफ थेरापी दाइ हो हजुर उ हावा लिकाइ खने छु एकदमै आनन्द छु म चाहिँ सिटी स्क्यान या ठान दुसलो सुङ भएर सोई 1 घण्टा 1.5 घण्टा हिँड्दा टाइम उके त ल चिरफारले छु या माउटी ए हजुर जस्तै उके चाहिँ अले झिउ टेम्पल चाहिँ ब्यालेन्स यादा चाहिँ छिटो चाहिँ पेखेन चाहिँ वो स्क्रू टेया चाहिँ टक्क टेया जो पनि स्क्रू नपरेपछि काजो उले ए हजुर द वो टाइममा वो पेन किलर सब जग्गा नको यो छु वासा विसन न मारी हिसाबमा र वो सिधा बोला आनन्द जुल केही समय द चाहिँ आनन्द जोठ्या जुल हाना चाहिँ वो बदमाश मको हाउ फिल्म जुरु उके न चाहिँ फाइट हेस सीन जुल ल फाइट सीन उले न जिद अरे छुए मजा न हुन्छ जो अपोजिट हरि तनुकार पास दो वगन चाहिँ द किङ न कि ओले जित दले जिउ जिप निम तले जिमा हो ओले तले जिया निम दन मा हो त वो स्वाद दनको जित दने मुपुरा ए हजुर इको या जना जना मुपुरा अले वो टाइम न चाहिँ आजकल चेकना सेमाले जि ध्या चेकना सोले चाहिँ स्पाइनलले चाहिँ प्रब्लम गर्न राम्रो ए हजुर ब्रेन चाहिँ रिमुभ जो खनि हाना स्पाइनल न बाग जो खनि त स्पाइनल जो टाइममा चाहिँ अले या मारी हिसाबमा चाहिँ अले डाक्टर पिन्छ चाहिँ आठो चाहिँ साउथ इन्डिया पनि मतलब चाहिँ डाक्टर नेपाली वेट सुँदो वेकअप न केनी ओले वेकअप चाहिँ चन्द यहाँ बेरी हिसाबमा चाहिँ केएमसी हस्पिटल चाहिँ एकदमै बालकै याउ ख तर आठो प्रब्लम चाहिँ जिउ चाहिँ ट्युमर चाहिँ भरि चाहिँ व्यवस्थालो चिजका ठुके चाहिँ ठुकै ट्युमर चाहिँ जुया चाहिँ क्यान्सर जिउ पनि लम्बो हो तर ठुके समस्या चाहिँ हाना बढे जाने भनेको छ हजुर एजुले हाना बढे जो दिउ सामा खन्छ ल दोरे तेरे याबले चाहिँ एकदमै रिस्क खन्नु होला जे बरु
ठिकै छु बरु या मको बरु सुङ्गो नि जी डाक्टर जिन गर्छ यो छिउया क्या छिउया थर्टी त लास्ट छुया होइन जिन दोरिया चाहिँ जिन सोचे हामीले टेल वेक अप थियो ढाल राख्छ जिन वे सोचेन बरु थै हेल्थ ठाउँमा क्योर आउट दु जियामा जाइन नु दिगु दिमागमा जाइन छु दु हिसाबमा चाहिँ ठाउँले चाहिँ मै आसी बरु थै हिसाबै नाम गुल्दा त 10 वर्ष देख्नु 10-11 वर्ष हजुर हजुर 11 वर्ष देख्नु तर जी विजय चाहिँ जिन्देश नहुनु भएको हो हजुर 3 वर्षपछि जिन्देश नहुनु हो तर हान मलाई चाहिँ 1 वर्ष त्यो एउटा परिवार जुल हान चाहिँ थाहा आउला अनि हान केनले चाहिँ हान जुन रिमुभ जो पनि त्यो मोट हान रिफन्ड जुल हजुर वही बारम्बार यहाँ चाहिँ बाला ठेम मजुल अरे त्यो चाहिँ एकदम दुर्लभ प्रकार छौ त्यो मोडगा अनि आठो समस्या यही मो हजुर ठीक जो धेरै चाहिँ वेक अप ताइजुले ख दाइ वेला मेन्टली सोचामा है दाइ नथे खनि जो हामी पनि चिचर छौ जु जा के सोचे याना झन् मेन्टली वीक जुला होला झन् छु ज्या म जितो चाहिँ मतलब चाहिँ जिन थापा मजा ने एकदमै स्ट्रङ लजिके साइड दुजी साइड मेन्टली स्ट्रङ लागला तो आज बिराम जी आज खल्नु म कि नाबे नहे चाहिँ जिन थापा नहे जी मा बाबिन त मतलब चाहिँ कैना पालेयामा भैना मा बाबिन त मायामा रे चाहिँ मजा ने जी सोचे हम पनि व्यक्ति छ मच्योर सोच का एकदमै मजा ने जी मा बाबिन त कैना चाहियो मोटरसाइकल ट्या कैना चाहियो गाडी ट्या कैना चाहियो सोचे हम पनि न भन्दै चाहिँ बात हटु नियमहरु हजुर दाइ ठिक छु दाइ आजको ऐसा यो सिरियस नोटे हुनाला दहा भोलि चाहिँ दाइ उता नु प्रोजेक्ट थियो संसार सङ्गीतालय मलाई ठिक छु दाइ जस जिगु प्रगति चाहिँ एकदमै खुसी जुम भाग हजुर तर बाहिर किन मखन वही दुर्भाग्य बान सम कलाकार हजुर अरे जी कलाकार क्षेत्र उन बाहिर सिकियो छ बा जिगु हरेक च्यारिटी सोले एकदम एक्साइटेड का पास में तो टिकट मिया जिल्ला गैना जिल्ला वो टिकट चाहिँ सेले के द्वारा हजुर तर त्यो प्रोग्राम या टाइममा चाहिँ बाबमा दाइ यो इन्स्पिरेसन धामा छ बाय जुइका मलाई फ्यामिली सपोर्ट दोज नि त चाहिँ फ्यामिली भी आज जो दाइ पवित्र कुमार मर्दन देम दु वे गर्न थोय क्षेत्र दु मलाई वे गर्न एकदम सपोर्ट है त नाटकीय चाहिँ केनी बेले चाहिँ जेटा हिरोइन मिर्की जलो हजुर जो सोभित बस्ने हो जेकिसन बस्ने त्यो पनि उदाहरण नै है जिम त हजुर वेका डाइरेक्टर जुल जिदा हिरो जुल मलाई जुन दाइयो सपोर्ट जुल थयो बायो मायो दिदी हो अरे बिहा जुल बिहाजीले न थ पार्टनर न वे क्षेत्र न सपोर्ट दु थोटके सपोर्ट दु हजुर इना सुएले दाइले एकदम लकी नि दाइला तर जिनेनो कुरा चाहिँ जिम्दा चाहिँ लोकली स्कुल टु दु मलाई स्कुलले चाहिँ जुगु उडान के चाहिँ बस्दै चाहिँ आँखा पुग्यो हजुर 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 वो जी डाइरेक्ट जी मुझे होजलो वो मस्त है चाहिँ तया दियोगा मैले थयौं खनियन बेला एकदम खुसी लगे जुनि दाइला जेनो यो को थने आज नाचे दा डाइरेक्टर यो बन जुल राजु दाइ जुल वेको बिसन नि हामीले एग्जाम्पल बिमा चाहिँ छिउ नाकाइ दिजो वनो जो तरौं खखनि दाइ जुदा छका छि छिउ दाइ यो नु प्रोजेक्ट छि संसार संगीतालयला उके उके चाहिँ सोच दाइ त गेना होला उके बडी चाहिँ खनाला संगीत थियो चीज कि मलाई जी छुथुल्ला संगीत रमेलिया ओ जग्गा मखुनिगा संगीत दुखेन साथी बिमले संगीत देखनि सो थेरापी हिसाब हो एकदमै जी चाहिँ तको सया फुनी हजुर त जिनस खनिगा याका जने जुनि नि वो याका जुनि टाइमले चाहिँ द संगीत साथी ख मेबले जिथा चाहिँ लगभग खोकना जुबुरी अफिस थoi छे त्यो का मनु त दियो चाहिँ खाले जिम हो
हजुर तर न्याप्ले न खाल मजे दियो जिम तर छौन्यौ टाइममा खाली जिमले चाहिँ ओ टाइममा चाहिँ जी एकदमै थाक्यो द अहिले जी सङ्गीत चुने हजुर जी जब लकडाउन टाइममा चाहिँ जी वो महसुस जुल लकडाउन टाइममा दक्क मन टासित जाछौँ टाइममा नि अहिले वो टाइममा चाहिँ सङ्गीत त्यहाँ चाहिँ थुइका चाहिँ सङ्गीत मिन्यो चाहिँ सो सङ्गीत त दक्षिण चाहिँ घना चाहिँ जिलु खल्का दक्षिण सायद ठुके चाहिँ हुमेमा एउटा हिसाबमा चाहिँ संसार सङ्गीत संसार सिङ्गिङ स्टार्स त्यहाँ चाहिँ वर्ल्ड वाइड हजुर जी चाहिँ बाई भर्चुअली मतलब चाहिँ डिजिटली मतलब चाहिँ वेकअप चाहिँ स्वाप टेउरिया चाहिँ जी संसार क्रिएसन नेपाली आयोजना है लकडाउनै सुरु लकडाउन टाइम है अनलाइन कम्पिटिसन कम्पिटिसन वही हामीले चाहिँ 700-800 जना भाग आउट हजुर उके चाहिँ चिज चाहिँ एज अ फर्मेट चाहिँ छुट्याएको रहेछ उके त चाहिँ जजमेन्ट हेर्नु उके कम्पिटिसन हेरेर 6 महिना च्याक्यो अहिले जज यहाँ चाहिँ उता चाहिँ टप 200 यहाँ हजुर 200 जना जस्ट 200 जना सेयर किन चाहिँ इम्ता कमिसन त इम्ता चाहिँ मतलब चाहिँ एज अ मतलब चाहिँ इमो भिडियो चाहिँ मतलब चाहिँ पब्लिस हेर्न अहिले हाना डक्टर डे माग अथवा जज डे माग यहाँ टप 100 टप 50 टप 25 यहाँ चाहिँ फाइनली हेर्नु टुफुको छु भोटिङ यो हिसाबमा यहाँ दियो कि जज त या 25 टका चाहिँ जज प्लस चाहिँ पनि ऊ टाइममा चाहिँ युट्युब छैन ओके पनि दर्शक कमेन्ट अनुसार अहिले जज त्यो अनुसार टप 25 चाहिँ फाइनलिङ फाइनल चाहिँ इम्ता चाहिँ विभिन्न जिल्लाहरू ऊ टाइममा लकडाउन खोकुलो जिरेको हुन्छ अहिले दक्षिण चाहिँ पिनी सम्भव त कहाँ सम्भव डर होला कहाँ सबैजना अब काठमाडौँ आउने यहाँ चाहिँ फाइनल चाहिँ जुम मिटिङ टाइपले दक्क खुसी ल हजुर ओहो त्यो अनलाइन त चाहिँ काठमाडौँ सर्ला ओ यहाँ चाहिँ विभिन्न जिल्ला पनि मनाउनु होला अहिले 25 जना चाहिँ छठ्याट यहाँ हजुर लेम त लजिङ फुडिङ दक्क छ व्यवस्था यहाँ अनि ट्रेनिङ न बिहा अनि मतलब चाहिँ लाइफस्टाइल ट्रेनिङ न बिहा मतलब दक्क यहाँ चाहिँ 10-15 दिन ट्रेनिङ मिसमा चाहिँ यो चिज ठिक ल अहिले फाइनल चाहिँ सिटी हल चाहिँ मतलब प्रदर्शनी मार्ग चाहिँ विक्रम मण्डप हेर्नुका सभागृह होइन भव्य झुला छु ऊ हल बुग्यानले लकडाउनमा कहिले कसैले प्रोग्रामै गर्न सकेको छैन के गर्ने होला मलाई मेरो मनले के भन्छ त्यो प्रोग्राम हुन्छ भन्छ बुकिङ गर्नुहोस् ठ्याक्कै अब लकडाउन बुकिङ यहाँ चाहिँ टाइम यो यहाँ 1 हप्ता नि ठ्याक्कै बुकिङ लकडाउन या अन्त यहाँ हजुरका गभर्मेन्ट आयो ढुक्क जुल तर पनि यहाँ चाहिँ मलाई चाहिँ वो टाइममा चाहिँ भन्छ कोरोना यो पनि टाइमहरू चाहिँ पछि चाहिँ त यो पनि सुरक्षा यहाँ मारे हिसाबमा चाहिँ मास्क अनि सेनिटाइजर तक जोरे ना त्यहाँ दिएछु उसो फर्मेटै व्यवस्था नै हेर्नु नि दाइट चाहिँ थमी चिजे चाहिँ स्पोन्सर अथवा ग्वाली घेना उयो ख अथवा थमेसा चाहिँ यानाला फयु म खोजे बोल ख तर हजुर ग्वाल न केही पर्सेन्ट छ ग्वाल न दो हजुर छिटो वडा न ग्वाल दो नगरपालिका ग्वाल न दो तर पर्याप्त ग्वालले बिम ख दक्षिण बैला ठाउँमा पेपर मजेको प्रोग्राम या आठ न दैम ख एजुनी जी माठा चाहिँ जे खर्च आउ जेको चल्ने हाम्रो माठा चाहिँ जे थयो पनि चिज त जे थियो लगाउने अब थै त यो ल थै त मन बिल्ला चाहिँ दैन सोचे चाहिँ के मखु लगेज म खनिका मलाई लुला थोला न्याब्ले 7 बिपी अयपी सु लुमंगे मासा दैन सुसु लुमंगा दि अब के चाहिँ घटा सायद जो चाहिँ सख्या साथ हो मतलब चाहिँ अब फिजिकली मेन्टली मतलब इकोनोमिकली एकदमै मोह जो छ पनि मेरो जिता चाहिँ मतलब चाहिँ फिजिकली मेन्टली साथ पे यो कुरो छ तोले पे दस गज पे जिन ध्यान चुना जी था नापा जी पनि जस्तै कि नकन जिन्दा थाइनी ज्ञानलाल दाइसम्म जिगु मतलब चाहिँ ड्राइभिङ चाहिँ यहाँ प्रेम गर्छ हजुर जिगु टिम एमसम्म अभिभावक नखज हजुर अठेन अटिभ राइट हामी सम्झो वो चाहिँ गराछ जिरो चाहिँ मतलब थोइले चाहिँ मतलब चाहिँ बोके आउँछ नि जिगु टुटिया जुर्का अठेन आज जस्तै मेम पास्तम न दो एकराज धाइम न दो वेका आठौँले चाहिँ ज्याज
ज्या व्यस्तता पहिला जिता चाहिँ पहिला एसिस दिए हाम्रो जिता सही हामीले वो ख हजुर अनि चाहिँ आज विष्णु भक्त दङ्गल दाइदो वेक अप सँग चाहिँ एकदमै हरेक कार्यक्रम यो जिगु फिजिकली जिगु पनि जी मस्यो वेक न जिगु प्रेसर यो पल्स गुल्डुरिया वेक मस्यो हजुर वेक विष्णु भक्त दाइले स्वास्थ्य पर्सन नगर वेक पनि जिगु पनि हरेक फिजिकल कन्डिसन सियो भने ल हजुर अनि आजको जिन हतार फ्यामिली सपोर्ट ल 100% दुगेजले जी सायदै जिधा छे मुड वइसले चाहिँ पिनिपि मुड सभा हजुर गुलेजको मनो धेरै जी मलाई तर छेमा बाहिर चाहिँ यो गुले मजु हजुर मलाई एजुली थ कलाना थ म यहाँ चाहिँ सपोर्ट दोजल यो नाना छ प्रेमा संसार मर्जन ख हजुर हवेगा या दया दोजला संसार जिजको मुख त अच्छी दकन टिम एज अ टिम जुलका होला अहिले दाइ मचा घुम्दो र बाबु छम्दो होला अब वे गर्न ठुफिले खगी वेका यो न न्युज भिडियो त दो हजुर यो ढाँचा ठाउँ या वेका न चाहिँ तुम उइको विचार छु ढाँचा यो सुटिङ यार्डको चाहिँ पारिश्रमिक दैरासियो छ हजुर उइके दिमागै गरे मस्यो छ नि जीवको भिडियो नि जीवको पारिश्रमिक गुली टोकेनु कहाँ अचम्म अहिले उजको मुखीले जुन चिहे चाहिँ उयो दिमागै खगा अब अहिले मेरो चाहिँ जुन चिहे चाहिँ सिङ स्टार्टेड चाहिँ क्यास पाइस न हजुर पापा चाहिँ दक्षिण क्यास पाइस बिहा चाहिँ जितो कने खर्चा त मन्दिरको छ त्यो मतलब ठाउँ नहे चाहिँ उयो चाहिँ मतलब चाहिँ इकोनोमिकली होइन म्यानेज आउने चिज उयो त थु ठे छ दाइ सो ल्यामलका सायदै खेजी खेफु आए ठोटामे उयो पासपिङ मुंका छेचना जैना चाहिँ मिठा चाहिँ उसो बेला विकेन्ड चाहिँ मतलब चाहिँ म्यानेजमेन्ट याउ छु पावर डोला थे फिल चाहिँ अल दाइला यो अहिले त्यो जुन जो संसार सङ्गीतालय के मेन चाहिँ दाइन प्रोग्राम केना चलिन्छ न संसार नेपाल भाषा चाहिँ ख कि नेपाली न ख कि सङ्गीत त्यो चिज भाषा हजुर जुन चाहिँ सङ्गीत त चाहिँ विभिन्न भाषा त चाहिँ परिवार चाहिँ दुवै दोजो या चौँदै जो चाहिँ चिभी थ नेवा जो कथा हजुर त नेवा भाषा त लोमगिर नम्बर 1 नेपाल भाषा हजुर र अन नेपाल थ यो भाषा ल्याएको नभन्दै जी चाहिँ जिन त जी ठो इले चाहिँ जी चाहिँ सङ्गीतीय थर भरि ज्ञान देखाउनुका जी ज्ञान अब थै सुटिङ एउटा टाइममा जे थै पनि सुटिङ या पनि मेत गए नि पनि मनो त ठाउँले चाहिँ हरेक चिज मेत द नि हो नि यो ठाउँले चाहिँ थ भरि नै थर गुनगुन नै हो अरे हरेक ठासे हुना जी जस थाहा छ पास भाइ बिन्दा थ त्यता छोडी उमे हाल्यो न यो अहिले ठिक छ माया बिहा हाँसा जो धेरै हिसाबमा चाहिँ न्युज सो रेकर्ड नजिरो हजुर ओरिजिनल मे हो ओरिजिनल हजुर त्यो नेपाल भाषा यो कि नेपाल भाषा त नेपाली भाषा जो यसो छोफु निनवालीको दाइ नेपाल भाषा नि आउँछ अब यो दाइ त योपट्टि नेपाल भाषा चाहिँ निशा दिदी नबनाउन म्यालोडु हजुर अहिले आज सरिता महर्जन दिदी नबनाउन हालोडु निपु हालोडु निपुन उले यो द हजुर पहिले चाहिँ निशा दिदी नमालो भने यो जित छ गुलियो छन् त यो जित छ गुलियो छन् त एका चुनाजी न्याबले छन् त एका चुनाजी न्याबले छन् त त्यो चाहिँ निशा दिदी नमालो हजुर आज श्रद्धा दिनु मारा म्यामी ल्या मजुया वाला छ ल्यासे सोजुला ल्यासे स्वे न्या नपा कमाई बला के माल विशेष हजुर अले जिगो छ दुख सिल तता जिगु मन मछोना कारे तता भम्च छ म हया ब्यु याकना हजुर सुभा दाइ फजला मलाई हजुर दाइ यो चाहिँ मे चाहिँ अझ चाहिँ भ्या मजु न्यू टाइम यो जग्गा यो थे झन् दाइ जी जो सानो अब थो चाहिँ एज अ राइटर त्यसमा चाहिँ भन्छ रोमान्टिक व्यक्ति चाहिँ वेका ठिकल बस्यो मलाई हजुर अनि त्यो जी जिता अफर हो मेकारो अफर हो अफर हो ए हजुर हजुर
र चाहिँ जी 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 चाहिँ ठाटा से चाहिँ दोनों में आल दस जो डाटा है चुनी जुला स्टेज प्रोग्राम में नहीं है ना मैं आला स्टेज प्रोग्राम में मौकी जी थोड़े जी पास भाई बहन मामला में और ये जी तैयार चुनी जुला वो ठासे चाहिँ संगीतकार त रचनाकार त नपला चुनी नहीं ल वेक अप चाहिँ जो भी मैं आलो भी रेंज अनुसार चाहिँ सायद थो मी देखा बुझे पो थो छपो चाहिँ थो सरते दिन नमा आलो मी चाहिँ पवन जोशी अङ्कल चोइदिएको छ मेरो चाहिँ आनन्द रत्न बजातरे अङ्कल चोइदिएको वेक अप चाहिँ त चो मी चाहिँ हनेमा अनिल तुलार दाइना चाहिँ थुके लस हाल दिएको रेकर्ड चाहिँ जुङ ल खाली प्रिमियर या भाग दिने थोने मी चाहिँ थोने निनी मुखिन सोयो जिरङ ल अहिले त भिडियो न भिडियो है का हो भिडियो हजुर हजुर त्यो न्यू नेपाल भाषा जुल नेपाली हो नेपाली न दु रेकर्ड जुङ ल रेकर्ड जुङ पहिले रेकर्ड जो नेपाली भाषा हजुर सुना अब डुएटै ख कि वो सिंगल ख मलाई यो चाहिँ द दीपक विवश आँसु हेम्रे पास सम्म वे गर्न चोख वो चाहिँ संसार ग्रुपिङ सम्म सीईओ ख हजुर रचनाकार ख सङ्गीतकार न खगा वेगा हजुर जो उगेन न्यू लाइन हाल्दै वो चाहिँ आजको बस्ती सम्बन्धी जो खोकना सम्बन्धी ख खोकना यो बस्ती चाहिँ सिकाली छात्र मन्दिर सियोली ल सिकाली चौक वो विशेष नृत्य गराउगा घुमाइदेऊ मैचा सिकाली मन्दिर खोलिदेऊ तिम्रो मनको त्यो जन्जिर मायालु अङ्गालोमा बाँधिरहँ कि मिठा मिठा बातहरू हो मिठा मिठा बातहरू सुनिरहँ कि घुमाइदेऊ मैचा सिकाली मन्दिर खोलिदेऊ तिम्रो मनको त्यो जन्जिर सुबादो दाइला दाइन खोकना यो बारे खलिकान दिला मनोज पिन दाइपिनाजी रोजमान मनोज मर्जन चाहिँ छियो टिमे जमे क्रू मेम्बर का हजुर हजुर रोजमान भाइन चाहिँ आज नाबा मच बोले चाहिँ यो छि 200% दो अकुन तकेन आज जस्तै सालो गाजा तक न चाहिँ एकदमै जिना बसला यही हरेक चीज एकदमै माइ आजको नाता खलाउ जो सोसले सोस किज न परे जो रिलेसन दो ओ हिसाबमा चाहिँ जस्ट छिउडी फ्यामिली रिलेसन दो जुला वेक अप चाहिँ जिना चाहिँ एकदमै बाला सम्बन्ध दो अनि मनोज देम्री मचान है जिगो टिमे जना जम्जु का ठुङले चाहिँ अथवा यो हिसाबमा वेक अप चाहिँ बालाको जुया गर्न चाहन्छु वेक अप अझै बालामा जो काम न हैला थोंगने जुन चाहिँ यंगस्टर पिन्डो नि थन चाहिँ यही चाहिँ भतिजा उले छैन उले खलाउ भरि टोटाउन तर मनोज भाइ पि रोजमान पि इबिन अब एको स्वेबले वेक अप चाहिँ अनि वो रुट मटोट हुने छु खलाइले न प्रश्न खलास अलि वेक अप नाज स्वतन्त्र दाइन ढाडे जी चाहिँ थै लागिसको मको थै सोसाइटी भने थै खोकनाइ लागि न या ढका वेक अप सोच दो छ जी नब सायदै एक मोड चाहिँ छुराइरहेको छ झ्याठा न पिन पनि उनीहरूले चाहिँ स्वतन्त्र यो थाहा खोकनाले चाहिँ एक कुसिन जीवन नागा चाहिँ थयो पनि परिचय बिहा खनिका हजुर ठन जसो यसले खोपे उनीहरूले हजुर अनि दख्या पहिला चाहिँ खोकना राखे स्वतन्त्र मसिउला ध्यान नि हो वेको पनि जी छौ नाका वे नि ध्यान ताइबे एक मोड जन नाका जो ओठेन दो ठाउँले रोजमान मनोजमी हजुर जिगु पछि जेनेरेसन नेक्स्ट जेनेरेसन हजुर सायद मको दाइ त चाहिँ अबले गेना सोच हुन्छ फर्स्ट टाइम आपो थो नेटिव जमाना जुल फुकेसा छिल आ पहिला दाइयो टाइमला वो छौ गाए ख नि एकदमै एकदमै वे थाउ खजी हजुर थो टाइमला सोशल मिडिया त वो चले जो खौजी का वो टाइममा जिरो गइजा मसिले थाबले हजुर वो टाइममा सीडीज का एकदमै सीडीज जमाने मलाई अनि वो सीडी चाहिँ जी मतलब चाहिँ बाइ ह्यान्ड छु हजुर पसौना मिउने छु जी थय वो टाइम वो येले खोपे यंगन हजुर ओ छु प्लस जुए जुल ले जो फ्यान फलोअर्स त थियो दुगे मलाई थन न्यू रोड व्यस्त सहर हजुर एकदमै जीव टाइममा चाहिँ अहिले अब न्यू रोड छौ अफिस ज्यान या जुल हजुर अहिले जीव जी चाहिँ जिउ बाइक दो टाइममा बाइक चाहिँ पार्किङ याउ टाइममा चाहिँ
पार्किङ सुजी राज्य बाबा उनीहरू टाइम छौँ अरे 45 वर्ष ती जुमसम्म बुढी एकदमै नके मसम्म मान चाहिँ जित चाहिँ खेप हो हजुर साथै भन्नुहोस् ए छ्या के भयो भने ए बाबु छोको सिरुको छ ए छ्या 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 मारे अरे छु सिउ सोयो जे सुया सुया म फोटो सुया सुसु निफो छ पनि हजुर हजुर है निफो सले जे सिउ नि हजुर हजुर ओ सिउ सुया गयो जको नुगो मस्ति फ्यान फलोअर्स सोसियल मिडिया माल्ला माने यो लस्कर मनोरेको जो ग्याप के भया चाहिँ खोरी खोयादिले छु अब के छोड्या हो ककदै म आशा वो टाइमे रहला जन तरो नि वो टाइमे टिभी वेब रहला एकदम तरो खक मलाई दाइ वो टाइमे हान्न दाइन ताटे सोशल मिडिया मरु डोर टु डोर वना सिटी मा फुक मिउन मा नि थय वो टाइमे न जिता चाहिँ मलाई चाहिँ मार्केटिङ ए भन्छ द चाहिँ आइडिया दूर हामीलका हजुर गएन यावले रहेछले थोड़ी आसे छ मजिलो सरिया चाहिँ yana सोले चाहिँ वो टाइम में चाहिँ 4-5 हजार सीरीज मतलब चाहिँ मार्केट बिक्री या फूड इज नट अ जोक नि ख ख ल यसले चाहिँ वो टाइम में 10 जना म व्यक्ति पिण्ड चाहिँ थयो पनि जे जो वचन गर्नका थयो पनि मतलब चाहिँ सावा प्लस सीरीज सीरीज त चाहिँ फाइडे रूपमा चाहिँ ब्युट हो हजुर थयो लगाने सुरक्षित हैन न यो सीरीज त थो चाहिँ थुली चाहिँ छिपुसँग गाले मारे हेर्दै चाहिँ एकदमै खुसी जुल भएको बिना तर थयो लगान मसन नि ल मेरो सीरीज त मियालो त मियन्छ आजिल त म जेबै हाजिल नि यसो त यो टाइममा चाहिँदैन स्ट्रगल यो कोही जानु ढुका होला ठिकै छ जो भटी वे खाना वाला या मासो ल दैन जीन्स वेबले भटी पीआर चाहिँ एकदम मजा देखिङ उल्टे छ अब वो फुकौँ वेट है स्ट्रगल याना सायद मतलब चाहिँ जी नेवाले नेपाली खेलेन चाहिँ चर्चित व्यक्तित्व जस्तै कि श्रीकिन दाइ नखला उनीहरूले आठौँ नै पनि फोन किसी भी रविंद्र खड़गा भी मोहन रेवला भी वे कभी जो ना कल के गा गए अच्छा उली दुटा माई इधर बाबू रही मंगा स्वतंत्र बाबू रही एकदम सम नेपाल भाषा कलाकार ला खोए जुला नेपाली न जी चाहिँ चलचित्र कलाकार संगे जी स्वदेश दु अरे विभिन्न नेपाली कलाकार मेमे संस्था न जे सब सम्बन्ध दो हिसाबमा चाहिँ यो नेपाली कलाकार हैन जिता चाहिँ नजिक पाखेस हो गया जो दया थोला जुला दाइयो ठो कार्ड जी एको स्वेबले ला थुके यो कोइ जिङ ल मलाई थो बाइक न दाइ त इन फ्युचर हे नु छु या सोच दुकी जिता चाहिँ घरा जी जी चाहिँ सुने म हुने छ हजुर जो जो छौ श्याम स्प्रिट तेमसम्म नामी साप्ताहिक पत्रिकासम्म पत्रकार दो मलाई वेकन चाहिँ चुप लाएर बस्न नसक्ने व्यक्ति स्वतन्त्र महर हजुर वेकन खङ गएका जी जी चाहिँ सुने भयो जस्तै कि तु ठो इले चाहिँ अवार्ड तयार जाजन्तु हरेक शनिबार छियो पनि मतलब लाइभ सेसन प्रोग्राम जाजन्तु अनलिब चाहिँ छियो पनि मतलब चाहिँ विभिन्न मतलब चाहिँ जिनको संसार फाउन्डेसन नेपाल है नि अच्छा जी वो चीज चाहिँ आजको त बिनिता है वो टाइम में चाहिँ लकडाउन इले खला लकडाउन इले चाहिँ डक्कमो एकदम ट्राफिक जाछ नि एकदमै ग्याचको पिन सुए ग्याउ अवस्था चाहिँ जी चाहिँ मतलब चाहिँ घुम्न नै छ म हजुर छ्या मजन धाछ जिके जिके भन्छ त्यो दो जी मुगा दे त्यो भन्छ ओ त्यो जिके मुगार छ अब ओ मुगाला कने मनुए मरिस त छिबे सुए मरिस त्यो छु म जी वो टाइम में राजा दाई आना खानी ने राजो नकर्मी हजुर वेकन छोटा लाज छम थियो एकदमै नाजुक व्यक्ति परिवार हो परिवार चाहिँ थौ बोला चाहिँ बिदा चाहिँ मतलब अन्नप्राशन अन्न चाहिँ मुठी टेम खन लाछ इबी परिवार कने छुजी त्या फै जिउ मने चस अझै छुयाल जी सु गाल्या पहिला जिउ न अन्न स्पोर्ट जीवना चाहिँ राजदाई थो जिउ ब्रोडकास्ट यात्रा दिएको न हजुर सी वेकन एकदमै लुमंगा दि कि मतलब चाहिँ जी वेक यो पनि मतलब चाहिँ थ्रो चाहिँ जी न्यू च्याउ मतलब चाहिँ परिवार द न सोइडो उठेन जी चाहिँ थय प्रत्यक्ष हुना जी चाहिँ हान दाइजो जी मन्यासी थमा सोयमा आस्तो वगा द चाहिँ धन्या ख मखल दियो वेकम द चाहिँ बिबदा चाहिँ बेबी फटकाइ नि
जे चाहिँ इमु फाको या गुना फोटो मगे हजुर हजुर जे रेकर्ड लागि चाहिँ मतलब चाहिँ ब्याकमा फर्का डेडु होला तर वेक अप न खा वेक चाहिँ फोटो मगे ल उठे जो वे टाइम चाहिँ मेलम चाहिँ बाडी पहिरो या एकदमै विनाशे जुल नि हो टाइम अनुना न चाहिँ अन्न स्पट वना न चाहिँ अन्नै हुनु त्यसलाई चाहिँ जिके 2-4 लाख डाँड्यो खरे कने जीवनै मन त ढासो दायो दाला पुमै खने त चाहिँ थोयो आत्मसन्तुष्टि मेन तल हो दाइको खनावाला नियन सुएबले चाहिँ दाइन चाहिँ सुनको चुने मफु सुना पोजिटिभ छ अप्रोच हल सु आइडिया हल्छ चाहिँ थन हेल्प्या त चाहिँ हल्ने तयार का मलाई एकदमै जु यसो जिउ ठौँडो जु सुन्टाइ एकदमै जिरा सुङ चुने महे मोर जी जी आ थर चुराने जुको दिमागे चाहिँ कोने सुया हो जुको दिमागे बसे जो हाल्ने उठाउँ छु यो पोडकास्ट सोया मलाई यदि सु दाइना ब जोडे जो इन्ट्रेस्ट दु मलाई यसा चाहिँ दाइ त चुके सम्पर्क आछ भने पकाना जी चाहिँ एकदमै सोशल साइट मध्ये चाहिँ जी फेसबुक एकदमै एक्टिभ दु चुना जी स्वतन्त्र महर्जन जी त आजको पनि मलाई चाहिँ नागरिकना स्वतन्त्र कुमार महर्जन का हजुर अनि जी त स्वतन्त्र संसार महर्जन ल्याएर एकदमै थोङ्ने मसियो तर जो फेसबुक जिगो मतलब चाहिँ इन्स्टाग्राम जिगो मतलब चाहिँ उठे युट्युब च्यानल संसार अनलाइन टेलिभिजन या चाहिँ जो संसार अब छि पास भाइ छि दक्षिण फलो नाचौँ ओके चाहिँ आइद चाहिँ विभिन्न न्युज त विभिन्न मतलब चाहिँ थु फिल्मी म्युजिक भिडियो त फिल्मी कार्यक्रम त चाहिँ नाच्नु त लासा जिरो चाहिँ डाइरेक्टली जिगो मोबाइल नम्बर हैन चाहिँ कन्ट्याक्ट जिरो सपोर्ट बी भाइ जिगो मोबाइल नम्बर न वे फेसबुक जिगो मतलब चाहिँ बायोले त्याटिदु जिवाटो फर्स्ट टर्न इसे संसार यो ना होइजु दु मलाई तो खास ना सुयु ख कि थो ना त्यो विचार गेना बोल्छ एकदम थो न चाहिँ जिगो बायो क्रिएसन गर्छ हजुर तो म टाइटल टै मोरे थर म त जित थो स्वतन्त्र संसार दिया चाहिँ टाइटल ट्याबमा जिगो भाग हजुर एजुनि त्यो बायो पनि मतलब चाहिँ जुन क्रिएसन त चाहिँ जी गुनेन चाहिँ मतलब चाहिँ नङ्गी मजुरी हिसाब स्वतन्त्र महर्जन दायु ना जुल मलाई जुन त संसार दायु मिडल नेम ख कि त थमिसा कमेन ना दुई नि बगमख ओ जिउडी मतलब चाहिँ झे मोड चाहिँ थयो पनि उपनाम देतै नि हजुर टाइटल देतै नि हजुर मलाई उठेन जिउ चाहिँ स्वतन्त्र संसार महर्जन हजुर ओ चाहिँ बाना टौडी मिडल नेम मखु मखु जिउ नागटे ना चाहिँ जिउ स्वतन्त्र कुमार महर्जन ख हजुर मलाई हजुर तर जित चाहिँ त्यो मिडियाले चाहिँ स्वतन्त्र संसार दे मस्यो हजुर अहिले जिउ पनि अब संसार चिज त चाहिँ ब्रान्ड या जिउको सोच ख हजुर एजुनिटी जिउ संसार क्रिएसन्स नेपाल चिहे बगैदा चिहे चाहिँ गभर्मेन्ट लेभलले चाहिँ उना चाहिँ चिहे चाहिँ रेजिस्टर्ड नाटेको कम्पनी ख हजुर ठुकै चाहिँ चिहे संसार ग्रुप ल्या चाहिँ चिहे चाहिँ विभिन्न सेक्टरले चाहिँ चिहे चाहिँ तयारीहरू जिन छन् टाइममा चाहिँ स्वास्थ्य शिक्षा सङ्गीत संस्कृति खेलकुद विज्ञान दक्षता चाहिँ नयाँ फिल्ड जुइमा मलाई यदि थैले चाहिँ सुयुन सहयोग या अथवा छु बाला क्यौ मन दुसा फुकाउँ वेलकम का मलाई अब त्यो चाहिँ संसार ग्रुप त आज ल लुके चाहिँ आज म्युजिक फिल्डे संसार सङ्गीतालय जुल मेडिकल फिल्ड ढुकी छ मेडिकल फिल्ड हो र स्वास्थ्य फिल्ड चाहिँ संसार फिटनेस सेन्टर ए हजुर फिटनेस सम्बन्धी जुल मलाई अहिले ठो चाहिँ जिउ चाहिँ खोक्ने आजको ख कि ठुकै ब्रान्च न ढुकी घटे ठुकै ब्रान्च चाहिँ गएर आज चाहिँ विभिन्न कन्ट्री न चाहिँ ठुकै चाहिँ मतलब चाहिँ इन्सेस जुया चाहिँ जस्तै कि अमेरिका डो न चाहिँ ठुकै चाहिँ मलेसिया डो हजुर अन चाहिँ जापान डो मलाई आइड चाहिँ न्युप्यो देश चाहिँ झिउरी टिम एक क्रू मेम्बर त जुदो झिया चाहिँ इन्सा अनन मतलब चाहिँ ज्याजो नाचौँ हजुर जस्तै उनी एउटा झिन नेपाल हो अमेरिका एउटा क्रिकेट जो टाइम होइन झिउ संसार अनलाइन टेलिभिजन है लाइभ जाँचौँ ए हजुर हजुर अझै दाइन चाहिँ पहिला निसे आटको छौ दायु कन्टिन्युटी ज्याछौँ डु मलाई पहिला रह्यो छिउ इन्टरनेट मो जमाना आ रह्यो एआई जमाना मलाई गुली पादै ज्याबले गुली अफ गुली ठाकु दक्षिण नापा जी नवीनजी त मलाई नवीनजी न दाइ तर जी उसले मतलब चाहिँ सिनियर व्यक्ति अनि जी चाहिँ मतलब चाहिँ एकदमै छिरो उमेर सानो उमेरदेखि नै दाइ नै चाहिँ लगेज युज ल उसले जिगो चाहिँ मतलब चाहिँ वो टाइममा फिजिकल एकदमै फिटनेस बाला हजुर जिगो चाहिँ आठौँ टाइममा चाहिँ भरे चाहिँ फिजिकली भरे चाहिँ विक ज्यान जिगो भरे चाहिँ आठौँले चाहिँ फिट सेना जाउँ त
तर कसो छ जिगो दाइयो जिगो दाइयोलाई जित दाइरहेछ हजुर र जिगो फिजिकली भरेछ प्रब्लम जो हैन जो तर तर जी उली फुलाम कलाकार मुखडे छ हजुर म एसान दाइयो ज्या यो हिसाबले खसले सिनियर टाइममा निरन्तर जुया चाहिँ खस तर जी उली फुलाम मुखो हजुर तर पनि जी चाहिँ अनुभव चाहिँ दोजिके हजुर जी वो टाइममा चाहिँ जी वो क्यान्यु जमानो नि रिल हजुर यो लिन जी मगमगो चाहिँ वो सुटिङ एपले चाहिँ वो हजुर हजुर 60 छुट हैन वो क्यान्यु जमाने न जी चाहिँ छो फिल्म हेर्नु अनले पछि मतलब चाहिँ डिजिटल न भया आठौँ या चाहिँ टेक्निकली एकदमै चेन्ज हुन्छ जस्ट नापा चाहिँ एकदम ठाको का वो क्यान्यु जमाने खरा जोस जी छौ हेर्नु मतलब यो कोही महिना तर त्यो ढाडा छनु जी एकदमै प्लाइ ढाडा छनु भकी वो छौ टाइममा लकीली छौ हेर्नु नतर ची रज रोल हेर्नु वो टाइममा प्र्याक्टिस के छ यो गयो हजुर तर क्यान सक्यो भने त सक्यो नि जी यो खलाइ छ एजुनिटी वो टाइममा एकदम ठाको फाइनल सर्ट चको काइ जुलका नाजो दाइन डाइदिलले आउ या चाहिँ 10 ढाको कासँग जिल्ला दिल्ली दे सुङ तै ता नाजो दाइन दाइ फर्स्ट नेपाल भाषा मुभी एक्जाम्पल ब्या दिल्ले वो छौ याटा थमेसा 10% तया न पास पिन्छ गब्ले श्रीकृष्ण दाइ रायो गब्ले जी राज इसिला दिदी बेको डाल सिको ठाको नि वो ढाटे आ ठौकनेले सिको अबु अले छौ खाना लुङ्गे जी हजुर अडिसन तक दगा बिको वो टाइममा हजुर अडिसन काइदिम आटक दने चीज रत्न बेहोसी बादो हजुर चीज संगीत एकदमै लेजेन्ड व्यक्ति ख वेक अप चुना जिरो अडिसन काइदियो छु हजुर तो ताठे हिरो याटा लो खल मल्या जिरो डायलेक्ट्स त जिरो डान्स याक्ल जिरो पनि बडी स्ट्रक्चर त दक्क सोया चाहिँ ओके आउँछ वो हिसाबमा भ्यालु न दुनि दाइ अबले दाइ एना वन सार्क नाचा दाइना डाइल वो केफु वाला मलाई जित हैन थौ टके दनि जिके हजुर फ्यान त थौ टके दनि छ हजुर उन सरे भइरा हुनु उचम भइरा सुसुका जिदा सोया मुस हिँड्न जिना मसी मुस्किन हिँड्न ताउ टके जुलगा लिकै होला वया चाहिँ जिछरा मसी न ए धने त यो हजुर खजी गरे रे जिला रे द रुयागिया होल रे न चुना मलाई हजुर दिफोस वाला जिन यो के सोया यो चाहिँ मतलब चाहिँ सिधेको छ छिउ प्रे मतलब चाहिँ एक्टिभ त्यही मतलब चाहिँ निफोस सारे थोडे मतलब चाहिँ मुने सो नि खने छ हजुर एजुनि नि दग छिदै रे मतलब चाहिँ थोडे बि फ्यान त वो टाइमको फ्यान त चाहिँ एको पागल दाइ छु अते एक्सपीरियन्स शेयर आउ छु दुला दाइ वो टाइममे छम फ्यान नाप्ला हो आयु रिसेन्टली दाले आ वे ख आ नाप चाहिँ मतलब चाहिँ उनी के पो होई आ चाहिँ फर्काई अथवा चाहिँ नम्बर काई सेल्फी खिचायो उले खासै फरक नम्बर फ्यान एक हजुर र वो टाइममा चाहिँ मजा मियो जी खने छ हजुर आ चाहिँ खासै धामल लाग्छ एकदम लिजेन्ड कलाकार त खसा त ठाउँले मतलब यो जमाना न ख हजुर हजुर तर थौं टक्न चाहिँ मतलब चाहिँ जिको फ्यान त लिउ दु खन दया चाहिँ अझै हर्ष दोगा जिर जो दाइयो छका फुलाउ लाइफ छ ढाउने होला वो टाइममे नाच झिसङ खाना बनाउनु थे वो टाइमला टिभी पे एउटा एकदम तर हो एकदम तर दाइ त आटको लुमसी हो अथवा छु क्रेजी मोमेन्ट अटे छु जुड होला यो के दो होला वो टाइममा चाहिँ जिगो चाहिँ जुन प्रोग्राम यो पनि डिटेल्स होला छ न्युज चाहिँ कभर जोडगा नेपाल टेलिभिजन हजुर वो टाइममा चाहिँ भेषभूषा प्रदर्शन हेर्नुगा चिजमा चाहिँ कलाकारतिर चाहिँ भेषभूषा वो टाइममा चाहिँ 75 जिल्लै मतलब चाहिँ भेषभूषा पुनः है मतलब कलाकार डान्स है हजुर र वो चाहिँ मंगल बजार मुचुके चाहिँ दरबार स्क्वायर हेर्नुका म्युजियम हेर्नुका ल वो टाइममा चाहिँ तत्कालीन चाहिँ युवराज जी पारस चाहियो र वो कार्यक्रममा चाहिँ जी चाहिँ एज अ अर्गनाइजरका हजुर जी चाहिँ अनुभव यहाँ नाचौँ दक्क न्युज वो कभर हुन्छ छ जी थ नाप आँखा बने पास पिन्थ्यो नि हजुर जी त लुम ठाउँ टुकै लुम पासा ताइदियो जय मर्जन ने पास सम्दो ऊ न्युज खौला नि बोलो टुवा जन हजुर सोचे नि होला उता यो मा जी नाप बने पास चाहिँ नेपाल टेलिभिजन न्युज चाहिँ मतलब चाहिँ प्रेजेन्ट जुगा हजुर उयो लिहले जिबिल छुम सोचे नि होला हजुर कने चाहिँ मतलब चाहिँ वो चाहिँ जिरो नापल हावल पासा जे छौँ न्युज खबर चाहिँ जिता चाहिँ चचे नि बोले छा रे ना खुसी जु न खवे खजुला छरे नि जिबि स्वयं मुखने जुल छ हजुर तालगा अरु जी मजो जिबो सेक्टर ठोजुला
छन छ 5 मिनट हो चाहिँ छ या प्रगति जिया प्रगति ओरेर ख तर यो छु यो पनि एक्साइटेड न जुइमा एकदम न जुइमा रे अहिले चाहिँ वो ठिक जान्छ कुछ साइको ठ्याज हो भन्छ ठठमा चाहिँ त्यो छुएमा कोठ्याज हो भन्छ छौ एकदमै दुनी फन्नी मन धाव के अब छौ चाहिँ त्यो अविस्मरणीय क्षण त नि चाहिँ कृतिपुर हुनु मलाई कृतिपुर सुटिङ वो टाइममा चाहिँ छौ सिरियलै सुटिङ वो सिरियल सुटिङ चाहिँ उलिचे बाखा थुलिचा ढाउले सुटिङ वो चाहिँ अमृतमान मर चाहिँ डाइरेक्सन दिनु का वो टाइममा चाहिँ अन्य कृतिपुर अनि चाहिँ याक्ने बालकै सिके मारे अन्य चाहिँ जिपी चाहिँ अन्य छौ छिए चाहिँ अन्य चुन हुन्छ बास चुना अन्य चाहिँ चालेन हिँडेन रेगुलर सुटिङ चाहिँ वो यानो टाइममा छन् चाहिँ वो अझै बाघ भैरव खाउँ होला मलाई बाघ भैरवै हान सुटिङ जो टाइममा र समय मिसमा त्यो फ्यान होला हजुर ओ फ्यान वया चाहिँ जिद छिचो न छु हजुर निश्चय जो न जिद मुस्क निलियो चुनि जिद गुने निलिबे गइ मलाई हजुर निश्चय गन म हुन्छ हजुर कमसेकम जिबी जी कलाकार दे अनि चुन त जिद टाइमहरु वो चाहिँ नगर्ने लेस समबडी मलाई जना मरोला मलाई लास्ट इयर म जिरो चाहिँ जो नम्बर क्याङ हजुर नम्बर क्याङ र जिद चाहिँ साने लगभग अरे 12 बजे थे चो त 12 बजे फोन आउँछ वो टाइममा चाहिँ सोशल मिडिया अब एक्टिभ मजो नि अरे फोन नाला फोन नया चाहिँ जो नम्बर चाहिँ पोस्टपेड नम्बर का मलाई वहाँ चाहिँ जो पोस्टपेड नम्बर 98510 नम्बर चाहिँ जो नम्बर ड्यास जो नम्बर क्यार हुँगा चाहिँ ठुलो नम्बर चाहिँ जी उता फोन आउन ठेर नम्बरमा फोन आउ ठे लाइन यो नम्बरमा फोन आउँछ चाहिँ म पोस्टपेड नम्बर डुपीमा हजुर खनि हजुर हजुर दाइ खल अङ्कल खल सुई नम्बर चाहिँ पोस्टपेड नम्बर खनि वो नम्बर चाहिँ जिरो ठाउँ छन् लागि चाहिँ ठाउँ नम्बर हायरिङ कार्डमा ल्या चाहिँ हायर गइहाल्छ हजुर जिरो 98510 नम्बर फोन आउँछ हजुर ल जी छ जिरो फोन आउँछ न्याउनी हाजियो नि ठेर नम्बर छ मारे छ नम्बर म्याचिङ या माउडु छ नम्बर हरेक चीज छ नम्बर मिले जी माउडु मन मिले जी माउडु गोलका डाइरेक्ट नम्बर टके मिलेन फोन ना हजुर हजुर एक होगा म एक ल आ शूटिङ दल्ला डालगा शूटिङ दनी ना आ गन जी डालगा अन थन जिला खुला मर खया मर्नी हजुर हजुर ख चाहिँ रियल खाना ना मलाई अले वो टाइममा चाहिँ नभन्दै जिगु प्रेम वो टाइममा चाहिँ बिहा मजो नि हजुर अले चाहिँ आ जिगु तिरमे जो चाहिँ वो टाइममा जिगु लभ परे जान्छ टाइममा हजुर गन शूटिङ सोनी नसरी हरे बनाएको हजुर मिस्टेक जलका बिस्ला का बोला मलाई हजुर अब जिगु पासक उहाँ सोचे जी अब थ गर्लफ्रेन्ड सोचे जी हजुर एकदमै बुदा चाहिँ दिमाग खराब छ का हजुर अरे वो चाहिँ मुगन का वना हना वे दिने चाहिँ चाले फोन हाल्छ जी छन मन मिले यार शिशु चाहिँ छ मेम नबा गर्लफ्रेन्ड दउ गाडेको मखला छो सुटिङ याल सुनिसु थो क्षेत्रीय मन मिले जो गर्लफ्रेन्ड नि हो हजुर हजुर सना छुडा आउँदै का उदा एकदमै सिरियस खंकङ हजुर तथे खरा थिए जो तर जिरो मनन है छन यो को हजुर जी जुगु तन मन जस छन्द बीट नु ख तर यदि छ सुटिङ बनाम आउँछ छ जी एकदमै अझै जी चाहिँ मलाई चाहिँ क्रेजी जी तर टाइममै छ चाहिँ दलु मुकाबिला द गाजगाबिला जी चाहिँ छम पास जी मजो जो भौजन आप चाहिँ गेना नाप्लाले बसेको खानु वाला अब वेक नदै खास चाहिँ गरा छ मजा ने चाहिँ लपरे जो ख हजुर टोले ख छोयो तर खाची वडा नम्बर छोयो ख तर परिस पा मलाई तर न्यासिया वहाँ चाहिँ पनि 1 मिनेट नजक ख वो टाइममा चाहिँ स्कुल लाइफ चाहिँ जिन्दा चाहिँ ढार्ने छि तोले न चाहिँ छि नबान है चाहिँ वो नाटक के नि यो ज्याद उन चाहिँ छौ व्यक्तिगत हिसाबमा चाहिँ वेकन चाहिँ पनि डान्स दिन्छ या इन्ट्रेस्ट दुम्रे जुल हजुर खास धामन लाछ उया नि हन द स्कुल डान्स या जो जिसो न हो वेक पनि डान्स सुए लादा तो डान्स हम सुरे वो टाइममा चाहिँ मजबले वो सधैँ नि शब्द कुटो हुन्छ ल जित जी आको गा ये स्वयं मन पनि डान्स खनि ल्यादै द उडा हामी मिस न तङ होइन मलाई
या चाहिँ भन्छ तँगएको ठाउँ छु न तर जिरो चाहिँ नोटिस हो हजुर डान्स हचौँ या सम्पट्टि तर सोचाइ मोर खनि सोचाइ वाइज कर खनि मोर बहुत वाइज कर नरो खनि अले वो लोग झ्याउरे डान्स याले अले वो सकुटो नि अले वो छौ चाहिँ नोटिस नटयो अन जो चाहिँ मतलब जी जिरो न भरिस कटा कटा जिरो न डान्स या इन्ट्रेस्ट दर छु कुटा सोया हजुर ले जिनो डान्स या कुटा हैन हजुर जो क्लब दे जो सूर्यमुखी बाल क्लब दे हजुर ले सूर्यमुखी बाल क्लबमा चाहिँ कार्यक्रम याबले चाहिँ जिन डान्स न या नाटक न या जो केही समयपछि वेक न चाहिँ वे क्लब चाहिँ आबद्ध जो होला पासपिनो नाटा पासपिनो थ्रो जो होला जो अटोमेटिकली अब सुना प्रपोज यार मशो का नि मशो नि फिल जा होला दास किस बिने लो एचपी नि मशो जोरे दो है नाना आठे जो हजुर हजुर यसले सुना प्रपोज त यो आटकै पल्ले आम भन्गा त मशो नि जो दाइना तो जुन त दाफा संगीत हैन उगेन आबद्ध दिजु दाफा चाहिँ जी अब दुर्भाग्य दा वो टाइममा चाहिँ जी चाहिँ दाफा सो टाइममा चाहिँ जी थो क्षेत्र हेर्नुहुन्छ हजुर ले दाफा चाहिँ टोल छेनी नि जी चाहिँ सहभागी दु थोटक न जी दाफा जी श्री दुडाइने नि हो दाफा खला दिदो हजुर ओके जी जिरो हान कार्यक्रम जिरो द बाजन थाना एक मतलब चाहिँ प्रस्तुति याना बिद वेकअप थे ग्वाल नाचौं दे दो हजुर तर वो स्यौं जुन छेनी नि बाजी वो छेनी टाइममा चाहिँ जी चाहिँ फिल्म क्षेत्र हेर्नु दाइन अब खलाना एकदमै न्यफुसन होला आधा यो न तो यो कोही प्रोजेक्ट दुखनी उके लागि न जिमनो चो 700 मासे जिबिन हामीले तयारी दु होला लास्ट डे चाहिँ वेला दाइ यो ठाउँ ठो जो पोडकास्ट होया यो को छि सुकमी पासपिन एकदम इन्स्पायर जुलजी तर दाइन चाहिँ ठो टाइममे होया दाइन चाहिँ थयो तो लाइफ त चाहिँ गयौं हिसाबमा सोच्नु हुँदै दाइ जस्तै कि जिउ लाइफ अथवा जुन सिचुएसन जिदु नि हजुर थो चीज जिउ लागि चाहिँ छौ बलेको हजुर यसमा दाइ त चाहिँ तो लाइफ जो जिन्दगी राउ चाहिँ सुख जेसँग तो म्याउ चाहिँ जेसँग छाखर त्यामा छ जिन वेला म्याउ रे चीज कने छु या दयाले झिबे मनाचन भाउ हजुर जिन चाहिँ छाडा छ जिउ ने हरेक जिउ एक्सिडेन्टली अपरेसन केस हो होला एकदमै क्रिटिकल अपरेसन केस ख जी चाहिँ मतलब जिउ ठो स्पाइनल सर्जरी यामले चाहिँ मेबी केस चाहिँ छि श्वास प्रश्वास दै बेहोस या हैन तर जिउ चाहिँ श्वास प्रश्वास रोकै न याउ हजुर बेहोस प्लस दगै मुख श्वासै मर गयो हजुर हजुर जी मानव शरीरतिर चाहिँ गुले 1-2 घण्टा 2.5 घण्टा गुले सिया जिउ हुन्छ ए हजुर हजुर सासै मरेको वो एनेस्थेसिया बिया मको कि मको एना न या जिउ मलाई छ हजुर एउटाको जी चाहिँ गुज्रे न हेर्नु न जी हजुर हजुर जित्छु या बाग्दैन जी लाइफ रे चीज नेउ तुनी पुनी न्याभिगेजको मको मलाई विभिन्न पार्ट्स त दै ऊ पार्ट्स न चाहिँ कने जिउ जिथौँ जन्मे जुया जिथौँ जी बाजे जुया चाहिँ जिउ पाखे मेप्न छु मतलब चाहिँ राहत जुइला जी छु मेरो प्लेटफर्म ढेका मेप्न छु सहयोग जुइला हजुर वो हिसाबमा जी मैं मा नि चीज जिकै मने ढोका हजुर एजुनिटी जी चाहिँ अनि अब जी चाहिँ मनाजन नाछ नकन जी नाच अवार्ड नै खल्ना अवार्ड सुनाइरल छ हजुर यो पनि मतलब चाहिँ वर्ल्ड मतलब चाहिँ सायद यो उन्मेषी बिदा उन्मेषी अवार्ड छौ म्युजिक भिडियोले घैना तले दिइरहेछ हजुर सुना सोचे आउजी एजुनिटी जिले दाबीका साथ आफू कि वर्ल्ड रेकर्ड चाहिँ जिन मतलब चाहिँ नोमिनेसन लागि चाहिँ छोयो डु ओके ठुया न्याउनी पनि भरिस छु प्रावधान मिले म धाला हाना ट्याफु अझ हाना जित जुन सुन्छने म हजुर मलाई जे चाहिँ ट्राई नाच्ने राख्ने छनल छाम बजे दियो जिको जिको जो मने खोज मलाई एजुनिटी चाहिँ ज्याला दक्षिण दिए नि तर डिफरेन्ट ज्या चिज हजुर लाइफ यो छो पार्ट अफ लाइफ नै छ अन्त हिसाबमा चाहिँ झि मनु ज्या जन्मे जुङका मलाई थयो ना मेबी त गेना मस्कियो भालाउ ज्याएन थयो लागि चाहिँ म कि फुकेसुको लागि भालाउ नि हसँग छौ ज्याएन किन मलाई जी द ढ्यामै नि मलाई जी छ सुज्याला जी जी चाहिँ मखु मेप्न चाहिँ मजियो ज्या मेप्न चाहिँ स्याउ ज्या पाले ज्या कुयो ज्या यो बाइक जी दक ज्या हजुर दक नता छिन थाल नि छम्मनु जोरको बसा पनि मलाई चाहिँ एकदमै डिप्रेस जी जोर छु जोर बेहा हजारौं तरौं पनि मलाई चाहिँ लोए चुनाचु पनि हजुर हजुर हरेक चीज पनि मने वही खुवाई हजुर तर वो मने खुवाई त चाहिँ
एकदमै डु गुड बी पोजिटिभ कला हजुर जुदै थौ आ छु जी निन लोबो दाइलो छु ट्यामा छु अरे छु डनला सो दक्षिण नेपाल नवीनजी त एकदमै सुभाइदिएछ न हजुर नेपाल भाषा यो थियो ज्याजो त सायदै मोर्जी हजुर नवीन साक्य पोडकास्ट जुन त्यो टेलिकास्ट ज्याजो हुन्थ्यो हजुर युट्युब मार्फत छाया मोजीमा हजुर जी नेवा कलाकार त नेवा यो पनि मतलब चाहिँ व्यक्तित्व पनि त चाहिँ मसिकी ज्या जुन यहाँ जुन दिलो नि एकदमै चोछाइ भयो ज्याजोका थुकै यो पनि एकदमै बाल्ना हुनुमा चाहिँ काम नने नाचुना जो सुबाइ दुदै दायु न उतो यहाँ ज्यान चोङलाई जिमसो फुकस खन्छुङे डोला तर न दायु आटो उत्तरोत्तर प्रगतिको कामना हुन्छ न अलि जिमसो न छु या फुडुसा प्लिज दाइ दिस मलाई दायु ठौ अननिसे थन्दक एकदम टाइम लिकाना वइदिला मलाई त्यो टाइमिङ लाग्न यो कोइ जिरो छि यौन जिन चाहिँ निकस कोटा हानु जी 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 थ टाइम मिले म फ्याचौं का हजुर जी एकदमै एक्साइटमेन्ट का त्यो जस्ट नवीन पोडकास्ट प्रोग्राम चाहिँ सायद फर्स्ट सेकेन्ड एपिसोड जिस भयो हजुर वो चाहिँ द छि राजु नगरमे दाइन चाहिँ त्यो चाहिँ केना दिएको हजुर हजुर ठु 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 भाइ यो चाहिँ एकदम प्रोग्राम सरी हजुर ठु ठु प्रोग्राम एकदमै छि नेपाल भाषी लागि चाहिँ एकदमै चोस्या भयो प्रोग्राम खर्या चाहिँ दाइ दिएको हजुर तर अब इन्टरभ्यू काई छ नि वया चाहिँ नि वो शॉर्ट्स त रिल्स त वया नि जीवन पाविन जी रे सोधे हजुर हजुर तर पाल वो खतर जी भरि न्यने पाव खतर जी जीवे कारण चाहिँ जी टाइम बि मफलेको टाइम सरी दा तर दिपसा छु मपा थो इले चाहिँ जी अझ चाहिँ अवार्ड यो विषय न खलाद त हजुर जी अनाउन्स गर्दा संसार क्रिएशन्स नेपाली ज्याजो खट हो वेका आयोजन है थर्ड संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड्स 2025 डे चाहिँ यहाँ नगरौँ वो चाहिँ दक्क मिले ज्या चाहिँ हर्ष उल्लास माने या वे काम ने ओ गबले निसे वनस कतै बेला आज ज्या चाहिँ आ फर्म यो पनि मतलब चाहिँ फर्म फिल अप ज्या ज्या चाहिँ गबले टको दनी डेट मंसिर लास्ट तक थुके पनि फर्म फिल अप ज्यादु हजुर अनि अनल दिप चाहिँ छियो मे ज्यादु दुई लगभग माघ फागुनी ला भइ थुके पनि फाइनल ग्रान्ड फिनाले हजुर ओके चाहिँ एकदमै छि दक्क नेवा कलाकार त नेवा नेलवा त नेवा कमी त नेवा राजनीतिक सो सकिस्तन चाहिँ इनाबिया हजुर वो दिने चाहिँ छि दक्क जुना चाहिँ हर्ष उल्लास माने जो जो पक्कै नै दाइ हान सक दाइ त ठौ यो टाइम लागि यो को सुबादु होला यो जिनो चाहिँ नवीन जी त एकदमै सुबाद देख्न छुना थौ जिरो थो नवीन पोडकास्ट जुन ज्याजोले चाहिँ थौ यो मनै ख थौ यो जीवनै ख कनि त वडा चोलगा बिउली हजुर यो सुबाद देख्न छुना अले सोकमी भाजो मेजुपी दक्षिण ढाबा ला सोथो सोकमी भाजो मेजुपी झियो भगवान ख यदि झिपी कलाकार त यो मतलब चाहिँ सही मूल्याङ्कन सही दिशा निर्देश यही थो कलाकार थो दर्शक त मरोको जो छ झिपी कलाकार चाहिँ जी हामीलाई ढा छिता सुयाचना दिवे सकल भाजु मेजबी छि कलाकार दे भगवान ख एजु दिदी छिकपी सकलसित न हाक्न छ भाइयाती हस् हस् दाइ थौ त बा सुबा हस् नमस्ते